तपाईँको इम्युन सिस्टम कत्तिको बलियो छ? दिनदिनै जाडो बढ्दो छ। जाडोको मौसममा रुगा, खोकी, दम लगायत अन्य रोगहरूले हामीलाई बढी नै सताउने गर्दछ। तर बुझ्नुहोस्, चिसोको कारणले रोग लाग्ने होइन। रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युन सिस्टम कमजोर भएपछि मात्र रोग लाग्ने गर्दछ। त्यसैले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने बानीहरूको बारेमा आज हामी उपयोगी कुरामा चर्चा गर्नेछौँ। नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ उपयोगी कुरा, जुन सबैलाई काम लाग्न सक्छ। उपयोगी कुरालाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, साथै लाइक र सेयर पनि गर्नुहोला। रोग प्रतिरोधात्मक शक्ति, यो शब्द सानो सुनिए पनि यसको अर्थ धेरै ठुलो छ। रोग प्रतिरोधात्मक शक्ति भनेको हाम्रो शरीरभित्र रहेको प्राकृतिक शक्ति हो, जसले हामीलाई रोगसँग लड्न, सङ्क्रमणबाट जोगिन र बिरामी भएपछि छिटो निको हुन सहयोग गर्दछ। जब बाहिरबाट भाइरस, ब्याक्टेरिया वा अन्य कुनै हानिकारक जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्छ, त्यससँग लड्ने पहिलो जिम्मेवारी हाम्रो रोग प्रतिरोधात्मक शक्ति अर्थात् इम्युन सिस्टमको हुन्छ। यदि त्यो शक्ति बलियो छ भने हामी कम बिरामी हुन्छौँ, रोग लागे पनि सजिलै निको हुन्छौँ, शरीरमा ऊर्जा रहन्छ, मन पनि सकारात्मक रहन्छ। तर जब रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ अनि बारम्बार बिरामी पर्न थाल्छौँ, सानो रुगा खोकी लागे पनि लामो समयसम्म रहिरहन्छ, थकाइ छिटो लाग्छ र औषधिमा हाम्रो शरीर निर्भर हुन्छ। आजको व्यस्त जीवनशैलीले हाम्रो रोग प्रतिरोधात्मक शक्तिलाई बिस्तारै कमजोर बनाइरहेको छ। जङ्क फुड, अत्याधिक तनाव, निन्द्राको कमी, शारीरिक गतिविधिको अभाव, धूम्रपान र मदिरा, यी सबै रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउने शत्रु हो। तर राम्रो कुरा के हो भने यसलाई बलियो बनाउने उपाय हाम्रै हातमा छ। सबैभन्दा पहिले आउँछ खानपान। हाम्रो दैनिक भोजनमा विशेष खानाहरूलाई समावेश गराई सङ्क्रमणहरूबाट आफूलाई बचाउन सकिन्छ। हामीले खाने खाना नै हाम्रो औषधि हो। हरियो साग सब्जी, मौसमी फलफुल, दाल, गेडागुडी, चना, बदाम, मुङ, अदुवा, बेसार, लसुन आदि इत्यादि, यी सबैले हाम्रो शरीरलाई भित्रैबाट बलियो बनाउँछ। ती खानेकुराहरूको बारेमा उपयोगी कुरामा आज हामी चर्चा गर्छौँ। पहिलो नम्बरमा आउँछ मह। आयुर्वेदका अनुसार मह र दालचिनी दैनिक सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने गर्छ। यसले ब्याक्टेरिया र भाइरसको सङ्क्रमणबाट शरीरलाई बचाउन सघाउँछ। त्यसै गरी दोस्रो नम्बरमा आउँछ लसुन। लसुनलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने सर्वोत्तम खानेकुरा मानिन्छ। लगातार 3 महिनासम्म दैनिक लसुन खानाले रुगाखोकी लाग्ने सम्भावना 2 देखि 3 गुणा कम हुने अमेरिकामा गरेको एउटा अध्ययनले देखाएको छ। लसुनमा पाइने एलिसिनले ब्याक्टेरिया र भाइरससँग लड्ने क्षमता बढाउने गर्दछ। अब खाने होइन त लसुन। इम्युन सिस्टम बढाउने उपयोगी खानामा तेस्रो नम्बरमा आउँछ दही। दहीमा पाइने लेक्टोबेसिलस एउटा गुणकारी ब्याक्टेरिया हो, जसले शरीरमा रोगसँग लड्ने सेता रक्तकोषहरूलाई वृद्धि गर्न मद्दत गर्छ। नियमित दही खानेहरू अरूको तुलनामा 33% कम बिरामी पर्ने गर्दछन्। दहीले एकातिर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ भने अर्कोतिर पाचन प्रणाली राम्रो पनि बनाउँछ। उपयोगी कुरा पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, साथै लाइक र सेयर पनि गर्नुहोला। इम्युन सिस्टम बढाउने अर्को विशेष खाना हो च्याउ। च्याउमा रोग प्रतिरोधात्मक क्षमता बढाउने 300 भन्दा बढी तत्त्वहरू पाइन्छन्। यसले रोगहरूसँग लड्ने सेता रक्तकोषहरूलाई वृद्धि गर्ने हुँदा सङ्क्रमणबाट बच्न च्याउ नियमित आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ। च्याउको त अझ सुप नै बनाएर खाँदा अझ उत्कृष्ट हुन जान्छ। त्यसपछि आउँछ जीवनशैली। दैनिक केही समय हिँडडुल, योग, ध्यान, प्राणायाम गर्नु, कम्तीमा 7 देखि 8 घण्टा गुणस्तरीय निन्द्रा लिनु, तनाव कम गर्न सिक्नु अनि रोग प्रतिरोधात्मक शक्ति बढाउने एउटा महत्त्वपूर्ण उपाय हो। यसको साथसाथै सरसफाइ पनि यसको एउटा आधार हो। हात धुने बानी, सफा पानी पिउने, वरिपरिको वातावरण सफा राख्ने, यी ससाना कुराले पनि हामीलाई ठुलो रोगहरूबाट बचाउँछन्। अन्त्यमा रोग प्रतिरोधात्मक शक्ति कुनै चमत्कारी औषधि होइन, यो हाम्रो दैनिक बानी, खानपान र सोचको परिणाम हो। आजदेखि सानो परिवर्तन गरौँ, स्वस्थ खाना खाउँ, शरीरलाई चलायमान गरौँ, तनाव हटाउँ, किनकि
स्वस्थ शरीर बिना स्वस्थ जीवन सम्भव हुँदैन। तपाईँलाई यो जानकारी कतिको उपयोगी लाग्यो? यदि उपयोगी लाग्यो भने च्यानललाई सब्सक्राइब गर्नुहोला, साथै लाइक र सेयर पनि गर्नुहोला। यस्तै उपयोगी जानकारी लिएर हामी आउनेछौँ। धन्यवाद।